तिहार नेपाली समाजको सबैभन्दा रमाइलो र रङ्गीन पर्व हो, जसलाई दीपावली वा यम पञ्चक पनि भनिन्छ। यो चाड हिन्दू धर्मसँग गहिरो सम्बन्ध राख्दछ र यसको उत्पत्ति विष्णु पुराण, पद्म पुराण तथा अन्य वैदिक ग्रन्थहरूसँग जोडिएको छ। तिहारको मूल उद्देश्य मृत्युका देवता यमराजलाई सम्मान गर्नु, धनकी देवी लक्ष्मीलाई आमन्त्रण गर्नु र जीवनका सबै रूपहरूको कदर गर्नु हो। यस पर्वमा मानिसले देवता, जनावर र मानव तिनीहरूको पूजा गरेर सृष्टिका सबै तत्त्वहरूलाई आदर व्यक्त गर्दछ। तिहार नेपाल र विदेशमा बसोबास गर्ने नेपालीहरूद्वारा अत्यन्त हर्षोल्लासका साथ मनाइन्छ। आज हामी तिहारका हरेक पक्षको गहिरो विश्लेषण गर्नेछौँ। अन्त्यसम्म हामीसँगै जोडिनुहोला। स्वागत छ हाम्रो च्यानल स्मृति गाथामा, जहाँ हामी इतिहास, ऐतिहासिक घटनाक्रम र जीवनीबारे रोचक कुरा गर्छौँ। यदि तपाईँलाई यस्तो कन्टेन्ट मनपर्छ भने कृपया लाइक, सेयर, सब्सक्राइब गर्नुहोस् र बेल आइकन दबाउन नबिर्सिनुहोस्। तिहारको उत्पत्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध कथा यमराज र यमुनाको कथा हो। कथा अनुसार यमराज मृत्युका देवता थिए र यमुनाले उनलाई आफ्ना दाजुका रूपमा अत्यन्तै प्रेम गर्थिन्। यमुनाले लामो समयदेखि आफ्ना दाजुलाई भेट्न चाहिन्, तर यमराज आफ्नो दायित्वका कारण कहिले आउन सकेनन्। अन्ततः यमुनाले भगवान यमलाई निम्तो पठाइन् र उनलाई आग्रह गरिन् एक दिन आफ्नै घरमा आइदिनुहोस्। जब यमराज यमुनाको घर पुगे, उनले आफ्ना दाजुका स्वागतमा दियो, टीका, फूल र मिष्ठान्नका साथ पूजा गरिन्। उनले दाजुलाई 7 रङको टीका लगाइन्, माला पहिरिन् र दीर्घायु र अमरत्वको कामना गरिन्। यमराज उनकी श्रद्धा र ममत्वबाट अत्यन्त प्रसन्न भए र आशीर्वाद दिए। आजदेखि जसको दिदी वा बहिनीले यमुना जस्तै श्रद्धा र मायासहित टीका लगाउँछिन्, त्यस भाइको दीर्घायु हुनेछ र मृत्युले उसलाई छुन सक्दैन। यसै दिनदेखि भाइटिकाको प्रचलन सुरु भयो। त्यसकारण तिहारलाई यम पञ्चक भनिन्छ, किनभने यो चाड 5 दिनसम्म मनाइन्छ र यसले यमराजसँग सम्बन्ध राख्छ। तर तिहारको उत्पत्ति केवल धार्मिक कथा मात्र होइन, यसले प्रकृति र जीवनका विविध रूपहरूको सम्मान पनि झल्काउँछ। तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ, जसले 5 दिन लामो तिहार पर्वको आरम्भ प्रतीक गर्दछ। यो दिनलाई यम पञ्चकको पहिलो दिन पनि भनिन्छ र यसको मुख्य उद्देश्य मृत आत्मा र यमलोकसँग सम्बन्धित सन्देशवाहक कागलाई सम्मान र तुष्टि दिलाउनु हो। कागलाई हिन्दू धर्ममा मृत्यु, सन्देश र चेतावनीको प्रतीक मानिन्छ। पुराणहरू अनुसार काग यमराजका दूत हुन्, जसले पृथ्वीबाट यमलोकसम्म सन्देश पुर्याउने काम गर्छन्। विश्वास गरिन्छ कि कागहरूले घरका शुभ अशुभ घटनाहरूको सङ्केत दिन्छन्। यदि काग बिहान घरको छतमा बसेर कराउँछ भने कतिपय ठाउँमा यसलाई अतिथिको आगमन वा शुभ समाचारको सूचक मानिन्छ। तर यदि काग असन्तुष्ट वा भोकै रह्यो भने त्यसले घरमा दुःख वा अशान्तिको सन्देश ल्याउन सक्छ भन्ने जनविश्वास पनि रहिआएको छ। त्यसैले तिहारको पहिलो दिन बिहानै मानिसहरू चाँडै उठ्छन्, स्नान गर्छन् र घरको छत, आँगन वा ठुला ठाउँमा चामल, दूध, दही र मिठा परिकार राख्छन्। कतिपय ठाउँमा त कागको लागि विशेष काग भोज नै तयार गरिन्छ। यसरी कागलाई तृप्त गराएर मानिसहरूले यमराज प्रसन्न हुने र मृत्युबाट सुरक्षा प्राप्त हुने विश्वास गर्छन्। काग तिहार केवल धार्मिक दृष्टिले मात्र होइन, पर्यावरणीय र सांस्कृतिक दृष्टिले पनि गहिरो अर्थ बोकेको दिन हो। काग प्राकृतिक सरसफाइकर्ता हुन्। तिनीहरूले मरेका जनावर वा फोहोर पदार्थ खाएर वातावरण स्वच्छ राख्छन्। त्यसैले कागलाई पूजा गर्नु भनेको प्रकृतिप्रतिको सम्मान र सह अस्तित्वको स्वीकारोक्ति पनि हो। दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। यस दिन कुकुरलाई विशेष सम्मान दिइन्छ, किनभने हिन्दू धर्मअनुसार कुकुर यमराजको द्वारपाल हुन् र मृत्युको यात्रामा मानवका साथीको रूपमा देखिन्छन्। उनका कुकुरका नाम थिए श्याम र सरबारा। नेपाली हिन्दूहरूको विश्वासअनुसार कुकुरलाई पूजा गर्दा मृत्युको भय कम हुन्छ र मृत्युपछि यमलोकमा सुरक्षित यात्रा हुने विश्वास हुन्छ। पुरातन महाभारतको कथामा 5 पाण्डवहरू स्वर्गको मार्गमा उक्लदा युधिष्ठिरले आफ्नो कुकुर बिना स्वर्ग प्रवेश गर्न अस्वीकार गर्छन्। पछि त्यो कुकुर यमराजको अवतार बनेर उनको धर्मपरायणता र न्यायप्रियता प्रमाणित गर्छ।
यसैले कुकुर तिहार केवल पूजा मात्र होइन, मानव र कुकुर बीचको निष्ठा, सुरक्षा र धर्मको सम्बन्धको प्रतीक पनि हो। मानिसहरूले कुकुरलाई नुहाएर, निधारमा टीका लगाएर, माला र मिठा परिकार अर्पण गर्छन् र यसबाट कृतज्ञता र प्रेम प्रकट गर्छन्। पछिल्ला वर्षहरूमा यो पर्वले अन्तर्राष्ट्रिय ध्यान आकर्षण गरेको छ र केही देशहरूले यसबाट प्रेरणा लिएर यसलाई मनाउन थालेका छन्। मेक्सिकोमा सन् 2016 पछि केही जनावर प्रेमी समूह र सेल्टरहरूले नेपालको कुकुर तिहारबाट प्रेरित भएर फेस्टिभल डेल पेर्रो आयोजना गर्न थालेका छन्। नेपाली परम्पराको स्थलको स्वरूप कुकुरहरूलाई फूलको माला र रङ्गीन टीका लगाएर सम्मान गरिन्छ। तेस्रो दिन तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन हो, गाई तिहार र लक्ष्मी पूजा। बिहानको समयमा गाईको पूजा गरिन्छ किनभने गाईलाई धन, समृद्धि, मातृत्व र पवित्रताको प्रतीक मानिन्छ। गाईलाई लक्ष्मी देवीको अवतार मान्दै यस दिन माला, टीका र स्वादिष्ट भोजन अर्पण गरिन्छ। गाईको पूजा केवल धार्मिक कर्म होइन, यसले कृषि र जीवनका आधारभूत स्रोतप्रति कृतज्ञता र सम्मानको सन्देश दिन्छ। बेलुकी घरबारी, पसल, आँगन र सडकसम्म दियो बालिन्छ, बत्ती, रङ्गोली र फूल सजाइन्छ र लक्ष्मी देवीलाई स्वागत गर्न ढोका खुला गरिन्छ। यसरी पूजा गर्ने परम्पराले घरमा सुख शान्ति, धन सम्पत्ति र वर्षभरि समृद्ध रहोस् भन्ने विश्वास व्यक्त गर्दछ। दियो बाल्ने परम्परा नै दीपावलीको आरम्भ हो, जसले अन्धकारमाथि उज्यालोको विजयको प्रतीक प्रस्तुत गर्छ। चौथो दिन क्षेत्र र समुदाय अनुसार फरक तरिकाले मनाइन्छ। कतै यसलाई गोवर्धन पूजा भनिन्छ भने कतै गुरु तिहार वा नेवा समुदायमा मह पूजाको रूपमा मनाइन्छ। गोवर्धन पूजामा कृष्ण भगवानले गोवर्धन पर्वत उठाएर इन्द्रको वर्षाबाट गोकुलवासीलाई बचाएको कथाको सम्झना गरिन्छ। यस दिनलाई गुरुको पूजा गरेर माला, टीका र मिठा परिकार खुवाइन्छ किनभने गुरु किसानको सहायक र श्रमको प्रतीक हो। नेवार समुदायमा यस दिन मह पूजा अर्थात् आत्मपूजा मनाइन्छ। मानिसले आफ्नै शरीर, आत्मा र कर्मलाई पवित्र मानेर पुज्छन्। यसले आत्मसाक्षात्कार, आत्मसम्मान र आन्तरिक शुद्धताको महत्त्व सिकाउँछ। यस दिनको पूजा केवल बाहिरी कर्म होइन, भित्री चेतना र आत्मिक शुद्धताको प्रतीक पनि हो। पाँचौं दिन र अन्तिम दिन भाइटिका हो, जुन तिहारको सबैभन्दा भावनात्मक दिन हो। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई टीका लगाएर दीर्घायु, स्वास्थ्य, समृद्धि र सुख शान्तिको कामना गर्छन्। टीकामा 7 वटा रङ प्रयोग गरिन्छ, जसले 7 ग्रह, 7 तत्त्व र जीवनका 7 रूपहरूको प्रतीक गर्छ। दाजुले पनि बहिनीलाई उपहार र आशीर्वाद दिएर प्रेम र सुरक्षा प्रकट गर्छन्। यस दिन दाजु बहिनी बीचको आत्मीयता, स्नेह र विश्वास अझ बलियो हुन्छ। भाइटिका केवल पारिवारिक सम्बन्धको उत्सव होइन, यो प्रेम, श्रद्धा र दायित्वको प्रतीक पनि हो, जसले परिवारमा एकता, सद्भाव र माया कायम राख्छ। अब हामी तिहारमा लुकेको प्रतीकवाद र गरिने क्रियाकलापहरूमा गहिरो दृष्टि हाल्छौँ। तिहारमा के गरिन्छ र किन गरिन्छ, त्यसको अर्थ के हो, त्यसको विश्लेषण गरौँ। भाइटिका। भाइटिकाको समारोह सुरु गर्न यमराज, यमुना, त्यसपछि यमदूत र अष्टचिरञ्जीवीको पूजा गरिन्छ। मण्डप बनाई भुइँमा अष्टदल चित्र बनाई अष्टचिरञ्जीवीहरूलाई सम्झिन्छ। त्यसपछि दियो, कलश र गणेशको पूजा गरिन्छ। दियो ज्ञान र प्रकाशको प्रतीक हो, जसले अन्धकार र अशुभ शक्तिहरूलाई हटाएर आत्मिक उज्यालो फैलाउँछ भन्ने विश्वास गरिन्छ। कलशलाई शुद्धता, जीवन र समृद्धिको प्रतीक मानिन्छ। यसमा राखिएको पानी सृष्टिको मूल तत्त्व तथा जीवन शक्ति दर्शाउँछ। गणेशलाई सबै शुभ कार्यको आरम्भकर्ता र विघ्नहर्ता मानिँदै भाइटिकामा दाजुभाइको जीवनमा सफलता, दीर्घायु, सुख समृद्धि प्राप्त होस् भन्ने कामनाका साथ पुजिन्छ। भाइटिकामा बिमिरो फललाई विशेष रूपमा पूजा गरिन्छ किनभने यसलाई यमराज र यमुनाको प्रतीक मानिन्छ। धार्मिक विश्वास अनुसार बिमिरो यमराज र यमुनाको मनपर्ने फल हो, जसले जीवन र मृत्यु बीचको सन्तुलन, अमर प्रेम र दीर्घ सम्बन्धको प्रतित्व गर्दछ। यद्यपि अष्टचिरञ्जीवीहरूका मूर्तिहरू प्रत्यक्ष पुजिँदैनन्, तर उहाँहरूको अमरत्व, ज्ञान
शक्ति र धर्मप्रतिको प्रतीकका रूपमा सम्झना गरिन्छ। अष्टचिरञ्जीवी हिन्दू धर्ममा उल्लेखित 8 अमर पुरुष देवता वा सन्त हुन् जसलाई मृत्यु नहुने अमरत्वको वरदान पाएका छन्। अष्ट भनेको 8 र चिरञ्जीवी भनेको दीर्घायु वा अनन्त जीवन भन्ने अर्थ हो। यी 8 जना देवता सन्तहरूलाई हिन्दू पौराणिक कथामा सतत धर्म, न्याय र पृथ्वीमा मानव कल्याणको प्रतीक मानिन्छ। परम्परागत रूपमा अष्टचिरञ्जीवी निम्न व्यक्तिहरू मानिन्छन्। अश्वत्थामा महाभारतका योद्धा, राजा महाबली, दानवी राजा जसलाई विष्णुले हरेक वर्ष तिहारमा पृथ्वी भ्रमणको वरदान दिए। वेदव्यास, वेदका सङ्कलक र महाभारतका लेखक, सनातन ज्ञानका प्रतीक। हनुमान, भगवान रामका अमर भक्त, अतुलनीय शक्ति र भक्ति भएका। विभीषण, रावणका भाइ जसले रामको पक्ष लिएर अमरत्वको वरदान पाए। कृपाचार्य, कुरुवंशका गुरु र धर्मनिष्ठ योद्धा। परशुराम, भगवान विष्णुको 6औं अवतार, अमर ऋषि योद्धा जसले परशु वा वंशरो धारण गरे। मार्कण्डेय, भगवान शिवद्वारा मृत्युदेखि बचाइएका भक्त, सदैव जवान र अमर रहने आशीर्वाद प्राप्त। अष्टचिरञ्जीवीको पूजा गर्दा धर्म, दीर्घायु, अमरत्व, ज्ञान र रक्षाको प्रतीकलाई सम्मान गरिन्छ। उनीहरूको उपस्थितिले पूजामा शक्ति, सकारात्मक ऊर्जा र दीर्घायुको कामना सम्पन्न हुन्छ। देवताको पूजा गरेपछि एउटा विधि गरिन्छ जसमा दिदीबहिनीहरूले तामाको कलशबाट मेट्न गाह्रो हुने भएकाले तेल र पवित्र पानी 3 पटक दाजु वरिपरि थोपा चुहाउँदै घुम्छन्, जसले दाजुभाइ वरिपरि सीमा तयार पार्छ र दुर्गति, दुष्ट आत्मा र मृत्युदेखि रक्षा गर्ने विश्वास व्यक्त गर्छ। तिहारमा लगाइने 7 रङको टीका, सप्तरङ्गी टीका, हिन्दू धर्म र नेपाली संस्कृतिमा गहिरो प्रतीकात्मक अर्थ बोकेको हुन्छ। यसलाई विशेष गरी भाइटिकामा दिदीबहिनीहरूले दाजुभाइको निधारमा लगाउँछन् र प्रत्येक रङले जीवनका विभिन्न तत्त्व, ग्रह, शक्ति र भौतिक आध्यात्मिक सन्देशको प्रतिनिधित्व गर्छ। 7 रङको टीकामा प्राय प्रयोग हुने रङहरू रातो, पहेँलो, हरियो, नीलो, आकाशे नीलो, सेतो र गुलाबी वा बैजनी। रातो प्रेम, शक्ति र जीवन शक्तिको प्रतीक हो। यसले दाजुबहिनीको प्रेम र परिवारमा ऊर्जा, सुरक्षा र उत्साह ल्याउने विश्वास जनाउँछ। पहेँलो ज्ञान, समृद्धि र आध्यात्मिक चेतनाको प्रतीक हो। यस रङले घरमा धन सम्पत्ति र बुद्धिको वृद्धि होस् भन्ने कामना दर्शाउँछ। हरियो स्वास्थ्य, शान्ति र जीवन शक्ति। यसले शरीर र मानसिक स्वास्थ्य तथा प्राकृतिक सन्तुलनको सङ्केत दिन्छ। नीलो आकाश, शान्ति र स्थायित्वको प्रतीक। जीवनमा स्थिरता, धैर्य र मानसिक शान्ति ल्याउने विश्वास छ। आकाश नीलो रङ आकाश र अनन्तताको प्रतीक हो। यसले असीम माया, रक्षा र आशीर्वादको अर्थ जनाउँछ। गुलाबी वा बैजनी सौन्दर्य, स्नेह र मानव सम्बन्धको प्रतीक। यस रङले पारिवारिक सम्बन्ध र आपसी प्रेम बलियो होस् भन्ने विश्वास दिन्छ। सेतो पवित्रता, शुद्धता र आध्यात्मिक शक्ति। यसले मन, भावनाहरू र सम्बन्धलाई शुद्ध राख्ने कामना दर्शाउँछ। 7 रङको टीकाले 7 ग्रह सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनि वा 7 तत्त्व आकाश, वायु, अग्नि, जल, पृथ्वी, मन, बुद्धि प्रतीक गर्ने विश्वास पनि राखिन्छ। यसरी 7 रङको टीका केवल रीत मात्र होइन, यो जीवन, प्रेम, सुरक्षा, स्वास्थ्य, समृद्धि र आध्यात्मिक चेतनाको समग्र प्रतीक हो। भाइटिकामा टीका लगाउँदा दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको दीर्घायु, सुख शान्ति र समृद्धिको कामना गर्छन् र टीकाले उनीहरूको आशीर्वादलाई अनन्तसम्म बाँधेर राख्छ। यमराजले यमुनालाई दिएको वरदान जस्तै। भाइटिकाको दिन दिदीबहिनीहरूले दाजुभाइहरूलाई फुलमाला पनि अर्पण गर्छन्। ती मालामा प्रयोग हुने मखमली फुलको विशेष धार्मिक र सांकेतिक महत्त्व छ। मखमली फुल दीर्घायुको प्रतीक मानिन्छ किनभने यो सजिलै ओइलाउँदैन। दिदीबहिनीहरूले यो फुलको माला दाजुभाइहरूलाई अर्पण गर्दा उनीहरूको दीर्घायु, स्वास्थ्य
र अकाल मृत्युबाट रक्षा होस् भन्ने कामना गरिन्छ। साथै सयपुत्री फुल पनि माला बनाउन प्रयोग गरिन्छ, किनभने यो फुल तिहारको समयमा फुल्ने र सजिलै पाइने फुल हो। अन्त्यमा सुक्खा फलहरू दिइन्छ, जसले चाँडै नबिग्रिने भएकाले दिदीबहिनी र दाजुभाइहरू बीचको कहिल्यै नबिग्रने माया र सम्बन्धको प्रतीक जनाउँछन्। साथै सुक्खा फलहरू वा ड्राई फ्रुटहरू पौष्टिक र ऊर्जायुक्त हुन्छन्, जसले भाइको स्वास्थ्य, बल र दीर्घायुको लागि शुभकामना व्यक्त गर्छन्। नेपालको तिहार पर्वमा देउसी र भैलो गाउने परम्परा प्राचीन समयदेखि चलिआएको हो। यस परम्पराको उत्पत्तिको बारेमा विभिन्न किंवदन्तीहरू प्रचलित छन्, जसमा बलिराजाको कथा विशेष महत्त्वपूर्ण मानिन्छ। हिन्दू पुराण अनुसार बलि नामक राजा अत्यन्त परोपकारी र धार्मिक थिए। उनी भगवान विष्णुको परम भक्त थिए र आफ्नो राज्यमा धर्म र न्यायको पालन गर्थे। एक दिन भगवान विष्णुले बलिलाई पाताल लोकको राजा बनाइदिए र उनलाई प्रत्येक वर्ष 5 दिनको लागि पृथ्वीमा आउने अनुमति दिए। बलि पृथ्वीमा आउँदा उनका भक्तजनहरूले उनलाई स्वागत गर्दै गीत गाउने र आशीर्वादको रूपमा दान दिने परम्परा सुरु गरे। यसै परम्पराले देउसी भैलोको आरम्भ भएको मानिन्छ। देउसी भैलो केवल धार्मिक परम्परा मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक र सामाजिक एकताको प्रतीक पनि हो। तिहारको समयमा देउसी र भैलो गाउने समूहहरूले घर घर गएर शुभकामना र आशीर्वाद व्यक्त गर्दछन्। यस क्रममा घरधनीहरूले उनीहरूलाई मिठाई, फलफुल वा केही नगद दान दिन्छन्। यस परम्पराले समुदायमा आपसी सद्भाव, सहयोग र एकता बढाउँछ। देउसी भैलोका गीतहरू प्राय बलिराजाको कथा, धार्मिक उपदेश र सामाजिक सन्देशहरू समावेश हुन्छन्, जसले संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसरी बलिराजाको परोपकारी र धार्मिक चरित्रले देउसी भैलोको परम्पराको आरम्भ गराएको हो। यस परम्पराले नेपाली समाजमा सांस्कृतिक धरोहरको रूपमा स्थान पाएको छ र तिहार पर्वको रमाइलो र धार्मिक महत्त्वलाई अझ बढाएको छ। तिहारमा पटकाहरू प्राचीन परम्परा अनुसार प्रयोग गरिन्छ। यसलाई केवल रमाइलोको लागि मात्र होइन, अन्धकारमाथि उज्यालोको विजय र घरमा लक्ष्मीको स्वागत गर्ने प्रतीक मानिन्छ। पुरातन विश्वास अनुसार पटकाको तेज आवाज र चमकले दुष्ट आत्मा र नकारात्मक ऊर्जालाई भगाउँछ र घर परिवारमा शुभता कायम राख्छ। साथै पटका पड्काउँदा पर्वको वातावरण रङ्गीन र रमाइलो बनाउँछ, जसले समुदायमा उत्साह, खुसी र मेलमिलाप बढाउँछ। तर अहिले स्वास्थ्य र वातावरणीय कारणले धेरै ठाउँमा पटका प्रतिबन्धित छन्। धुवाँ, ध्वनि र रासायनिक तत्त्वले वातावरण र जनावरहरूको जीवनमा असर पुर्याउँछ। यद्यपि पटकाको प्रयोगको परम्परा तिहारको उज्यालो, शुभता र रमाइलोको प्रतीकको रूपमा अझै जीवित छ र हामीलाई वातावरण मैत्री र सुरक्षित विकल्प अपनाउन प्रेरित गर्छ। रङ्गोली बनाउने परम्परा धार्मिक, सांस्कृतिक र सौन्दर्यात्मक तीनवटै दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। रङ्गोलीलाई नेपाल र भारत दुवै देशमा बनाइन्छ। यसलाई संयुक्त सांस्कृतिक सम्पदा भनिन्छ। हिन्दू सभ्यतामा रङ्गोली बनाउने चलन वैदिक कालदेखि नै प्रचलित छ। नेपालमा विशेष गरी तिहारको समयमा रङ्गोली बनाउने परम्परा भारतसँगै विकसित भएको हो। यसको मुख्य उद्देश्य देवी लक्ष्मीको स्वागत गर्ने हो, किनभने मान्यता अनुसार लक्ष्मी देवी सफा, सुन्दर र उज्यालो ठाउँमा मात्र प्रवेश गर्छिन्। त्यसैले घरको आँगन, ढोका वा पूजास्थलमा रङ्गीन रङ्गोली बनाएर देवीलाई आमन्त्रण गरिन्छ। रङ्गोली केवल सजावट होइन, यसले सकारात्मक ऊर्जा, सौभाग्य र शुभताको प्रतीक बोकेको हुन्छ। विभिन्न प्राकृतिक रङ, फुल, चामल र माटो प्रयोग गरेर बनाइने रङ्गोलीले घरमा उज्यालो, खुसी र शान्ति ल्याउने विश्वास गरिन्छ। तिहारको ऐतिहासिक दृष्टिले पनि नेपाली समाजमा ठुलो सांस्कृतिक प्रभाव छ। यसले हिन्दू धर्मको प्रकाश अन्धकार, जीवन मृत्यु र आशा निराशा बीचको सन्तुलनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। साथै यो पर्वले मानव, जनावर र प्रकृति बीचको सहअस्तित्व र आपसी निर्भरतालाई उजागर गर्छ। तिहारको हरेक रात उज्यालोले अन्धकार हटाउँछ भन्ने सन्देश दिन्छ। घरभरि झिलिमिली बत्ती, दियो, रङ्गोली र माला देख्दा जस्तो लाग्छ जस्तो सृष्टि नै खुसी र आशाले भरिएको छ। मानिसहरू गीत, देउसी भैलो, नाचगान र मिठा परिकार मार्फत आपसी प्रेम
र भाइचाराको सन्देश दिन्छन्। यसरी तिहार केवल एक धार्मिक पर्व होइन, यो नेपाली जीवनशैली, सौन्दर्यबोध र आत्मीयताको प्रतीक हो। यो त्यो क्षण हो जब अन्धकारमाथि प्रकाश, स्वार्थमाथि स्नेह र मृत्यु भयमाथि जीवन आशाको विजय हुन्छ। स्मृतिगाथा परिवारबाट सबै दर्शकहरूलाई शुभ दीपावलीको शुभकामना। धन्यवाद।